भोटेकोशी बारीमा बगेकी महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो भाइरल। अमानवीय घटनाप्रति सर्को आक्रोश। दर्शकबिन बाढीले परिवार खोसेको छ, घरबार बगाएको छ, सयौं मानिसलाई पीडामा डुबाएको छ। तर यही पीडाको महासागरबीच केही दृश्य यस्ता पनि देखिएका छन् जसले प्राकृतिक विपत्ति भन्दा पनि मानवीय संवेदनाको मृत्यु भएको आभास गराउँछ। आफन्तको शव खोज्दै नदी किनार भौतारी रहेका परिवारहरूको आँखा रसाइरहेका बेला मृत शरीरबाट गहना निकालेको दृश्य सार्वजनिक हुनु समाजकै लागि लज्जाको विषय बनेको छ। बुधबार रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकी एक महिलाको शवबाट गहना निकालिएको एक भिडियो यति बेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्। भिडियोमा केही व्यक्तिहरूले बाढीले बगाएर ल्याएको शवको शरीरमा रहेका सुनका गहना निकालिरहेको देखेको भन्दै व्यापक आलोचना भइरहेको छ। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा आक्रोशको लहर फैलिएको छ। विपत्तिको बेला मृतकप्रति देखाउनुपर्ने न्यूनतम मानवीय संवेदना र सम्मान समेत हराएको भन्दै नागरिकहरूले घटनामा संलग्न व्यक्तिहरूमाथि कड़ा कारबाहीको माग गरेका छन्। प्रहरीले पनि भाइरल भिडियोबारे अनुसन्धान सुरु गरेको जनाएको छ। भिडियोमा देखेका व्यक्तिहरूको पहिचान, घटनाको वास्तविकता र संलग्नताको विषयमा आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जनाएको छ। विपदका बेला उद्धारकर्मी, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरू जीवन बचाउन रात दिन खटिरहेका छन्। कतिपय स्थानमा मानिसहरू आफ्ना आफन्तको शवसम्म फेला पार्न नसकेर पीडामा छन्। यस्तो अवस्थामा मृत शरीरबाट गहना लुट्ने वा शवलाई सम्मानजनक व्यवस्थापन नगरी अलपत्र छोड्ने कार्यलाई मानवता विरुद्धको व्यवहारका रूपमा हेरिएको छ। प्राकृतिक विपत्तिले पुर्याएको क्षति एकातिर छ, तर त्यसको बीचमा मृतकको सम्मानमाथि प्रहार गर्ने यस्ता घटनाले समाजलाई थप पीडा दिने काम गर्छ। बाढी, पहिरो वा अन्य कुनै पनि विपत्तिमा ज्यान गुमाएकाहरूको शवलाई सम्मानपूर्वक व्यवस्थापन गर्नु सबैको साझा दायित्व हो। विपदको यस्तो महासंकटमा मानवीय संवेदना गुमाएर गिद्ध जस्तो व्यवहार गर्नु होइन, बरु पीडितको उद्धार, राहत र मृतकप्रति सम्मान प्रकट गर्नु नै सबै समाजको पहिचान हो। अहिले आवश्यक परेको कुरा लुटपाट वा अमानवीय व्यवहार होइन, सहानुभूति, सहयोग र मानवताको रक्षा हो।